मौसमको अवस्था चाहिँ यो खालको छ क्या। बिहानै उठेर अनि देउसी खेल्न सुरु भएको। यहाँनिर चाहिँ हामी बिहानै उठेर चाहिँ अनि छुरी उद्याउँदैछौँ होइन। के छ राजा अनि ल अब हामी चाहिँ एकछिनमा अलैँची टिप्नु टक्क लाग्दैछौँ क्या। सिलगढीबाट आएको छ। अनि चाहिँ हामी यहाँ रेडी ट्याक्क लगाएर हामी रेडी हुँदैछौँ। अनि हामी सेनामेनाहरू अब हामी चाहिँ ड्युटीमा जानु लागेको। अनि हामी चाहिँ अब टक्क डोको सोको बोकेर चाहिँ बगानमा जाँदैछौँ। बिहानी पाका जाडोको मौसम हल्का छ क्या। होला नि डोकोले नै होला किन भएन। अनि हामी चाहिँ बिहानै चाहिँ तरिकाले जाउँ यो तरिकाले चाहिँ हामी जाँदैछौँ क्या अलैँची बारीमा। अनि हिजो चाहिँ यहाँनिर टिपेको। अनि आज पनि बिहानै उठेर हामी चाहिँ साथीहरूसँग टक्क अलैँची बगानमा जाँदैछौँ। हिजो चाहिँ हामीले यहाँनिर हुँदै ढाकिराखेका थियौँ। त्यत्तिकै घोप्टो परेर सुतिरहेको रहेछ। अब यिनीहरूलाई चाहिँ हामी टक्क उठाएर चाहिँ छ नि अनि हामी चाहिँ बिहानै यहाँनिर चाहिँ टक्क अलैँची अनि हामी अलैँची टिपाइ भइरहेछ बिहानी भख अनि टक्क लगाएर चाहिँ टिपिसकेर अनि यहाँनिर यता सिलगढीदेखि आएको। यहाँनिर चाहिँ अलैँची टिपाइ भएर यहाँनिर डोकोमा पनि टक्क राखेको छौँ। अनि यता डोको रित्तै छ क्या। कतिको मजा भइरहेछ दाइ? के छ भाइ? फेरि मन परि चाहिँ बोल्नु पाइएन यहाँनिर। यो कोरिया भनेको कोरियामा यस्तै हुँदो रहेछ क्या। ए हो यो कोरिया उत्तर कोरिया हो। 1.5 लाख चाहिन्छ। ए कोरियाको काम यस्तै रहेछ क्या। ए ल हाम्रो चाहिँ अनि यसपाल अलैँची यतिसम्म चाहिँ फलेको छ। धेरै चाहिँ फलेको छ नभनौँ, ठिक्क छ क्या। हाम्रो चाहिँ टिमहरू यतिजना छौँ, 8-9 जना छौँ। उको मान्छे हो मार्ने चाहिँ कहाँ करे आङठुवाको मरेको छैन त्यो? मार्ने हो यसलाई दबाई गर्ने खोइ। गुरुबे त कत्रो ठुलो हो त? सिजन के भयो? कुचा खिचिहालौँ न। किन खिच्नु सुरुदेखि न भरे टिपेर जानु रहेछ नि हौ सर। यो गुरुबासी हैन अस्ति हामीले तल कहाँ फ्याल्दिनौ पुरौँ न।